अमेरिकामा रक्सी पार्ने तरिका। यो नानी राख्ने ठाउँ। नानी भनेको के हो? नानी यो रक्सी आएर बस्नेलाई चाहिँ नानी भन्छ। भयो यसलाई बाता भन्छ है, पानी हाल्नलाई। यो बाता फेटा ग्यास नजाने फेटा ग्यास गयो भने रक्सी पाता रक्सी लाग्यो परम्परा थाम्नै पर्यो। औँसी लागेर परम्परा रक्सी त पार्नै पर्यो। के मजाले भन्दा यो घरमा बनाएको गुट हुन्छ नि। के हुँदैन इन्डियामा सबै कुरो हुन्छ। खैरेको हो भने यो भाँडा टर्की पकाउने भाँडा हो, हाम्रो लागि रक्सी पार्ने। हामी त्यस्तो टर्की सर्की खाइँदैन, हामी टुवाकै त खाइन्छ। खुट्टा बाँध्ने हामीलाई रक्सी बाँध्ने काम गर्छ। मर्केकोमा बाँध्ने। खै पानी पाए यहाँबाट चाहिँ पसिना झरेर त्यो नानीमा पसेको त्यो चाहिँ असली रक्सी हो। त्यो बाटाबाट पसिना झरेर यही अनि रक्सी बनिन्छ हो। तीन पानी मात्रै हालेको। बेच्दाखेरि भनेको यस्तो पानी बोतलमा $10 पर्छ है। आफैले बनायो भने $50 कोदो रातले कमिन्छ होला $300 जति त बेच्नै हो भने चाहिँ। अब हामी बेचिँदैछ, हामी त घरमा बेला आउनेहरूलाई रमाइलो गर्ने हो, खाने हो। रक्सी चाहिँ राम्रो बन्ने नि, दामी दामी। तीन पानी रक्सी है।